Welcome or welcome back to the channel, my people. So, yeah, मेरो एक्जाम आउन चाहिँ कति दिन आज सुत्दा गरेर 5 दिन आज नगरिकन 4 दिन बाँकी छ है। अनि त्यसपछि चाहिँ अब आजबाट चाहिँ मैले चाहिँ जेनेरल फेरि स्टार्ट गरिसकेँ किनकि मेरो फर्स्ट पेपर जेनेरल, सेकेन्ड पेपर एमएसके न्युरो र थर्ड पेपर डिएमएस छ है। अनि त्यसपछि मैले जेनेरल एकचोटि पढाएँ हो। अब रिभिजन फेरि स्टार्ट हुँदैछ। आज चाहिँ डिएमएस र जेनेरल मिलाएर गरिरहेको छु। भोलिदेखि चाहिँ पुरै टाइम जेनेरललाई दिनेवाला छु है। अब त्यही हो गाइज, आज चाहिँ मैले बायोकेमिस्ट्री पढिरहेको छु। बायोकेमिस्ट्रीको साइकलहरू र जेनेटिक्स सकाउने प्लान छ र डिएमएसमा चाहिँ अब सर्ट एकपल्ट फेरि सर्ट रिभिजन गर्ने, सर्ट रिभिजन गरेर कुनै कुनै टपिकहरू बाँकी छ त्यो टपिकहरूलाई पर्फेक्ट बनाउने होइन। त्यही हो गाइज, एक्जामको त्यस्तै हो। के हो यो एक्जाम भने एक्जाम हो, चिल हुन्छ जहिले जहिले जब एक्जाम आयो त्यतिखेर मात्र प्रेसर फिल हुन्छ, मतलब जहिले चिल भइराखिन्छ। त्यही हो गाइज, पढिँदैछ र आउँदैछ डिभिडी खै कतिवटा 2-3 एपिसोड आउँछ र हाम्रो प्र्याक्टिकलको रुटिन पनि आयो। प्र्याक्टिकलको रुटिनमा चाहिँ थ्योरी एक्जाम सकेपछि 15 दिन ग्यापपछि प्र्याक्टिकल एक्जाम छ, जुन एकदम यस्तो झ्याउ लाग्दो एकदम हावा कुरा हो होइन। त्यत्रो ग्याप दिनै नपर्ने। अब हेरौँ त्यो बेला के हुन्छ। सो त्यही हो। अब पढिँदैछ अलिअलि पढिँदैछ, त्यही हो, पढेको कुरा देखाउँछु। त्यही हो गाइज, कस्तो हुन्छ दिन। त्यही हो गाइज, लेट्स गो है त माई पिपल। अहिलेसम्म चाहिँ अहिले चाहिँ मैले भर्खर खाना खाएँ। अनि अहिले चाहिँ कति बजेको छ, खै कति बजेको छ, हेर्नु मैले बिर्सेँ कति बजेको छ। मैले घडी छैन, घडी मैले बरफमा राख्दैछु त्यो यताउता फालिएर। त्यही भएर म खै कति बजेको छ भन्दाखेरि अहिले 7:40 जस्तो 7:45 जस्तो भइरहेछ होइन। अनि अब चाहिँ के गर्ने भन्दाखेरि म अब चाहिँ टक्क लगाएर म्यासेन्जर आरएनए डिएनए एन्ड आरएनए पढ्ने हो। डिएनए एन्ड आरएनए जेनेटिक्स पोर्सन पढ्ने हो, मेनली भन्नुपर्दा जेनेटिक्स पोर्सन पढ्ने, किनकि जेनेटिक्स पोर्सनबाट हामीलाई आउन सक्ने भनेको कति मार्क्स, धेरै आयो भने 5 मार्क्स, नत्रबै 2.5 मार्क्स आउँछ होइन। धेरै आयो भने 5 मार्क्स, नत्र 2.5 मार्क्स त फिक्स हो। धेरै क्वेसन आयो भने 5 मार्क्स, नत्र 2.5 मार्क्स। 2.5 मार्क्स चाहिँ फिक्स हो। त्यही भएर 2.5 मार्क्सको लागि अब एकछिन सर र मैले रिभिजन गऱ्यौँ। अनि मैले त्यो साइकलहरू चाहिँ पढेँ होइन, साइकलहरू चाहिँ पढेँ, त्यो साइकलहरू पढेँ अनि यो पढ्छु। अनि त्यसपछि अझै एकचोटि चाहिँ अनि त्यो सर र अरू के हेर्छु भन्दाखेरि लिपिड र इन्जाइम हेरेर सुत्ने प्लान छ है। लिपिड र इन्जाइम हेरेर सुत्ने प्लान छ। एकैछिन लिपिड र इन्जाइम हेरेर सुत्ने प्लान छ। खोइ मेरो पास्ट इयर क्वेसन, लिपिड र इन्जाइम हेरेर सुत्ने प्लान छ। एकचोटि पास्ट इयर क्वेसन यो इन्जाइम हेरेर गऱ्यो होइन। लिपिड र त्यो भन्दा नि भिटामिन हेर्छु किनकि भिटामिन सजिलो हुन्छ, मजा आउँछ। त्यही भएर भिटामिन हेर्छु। त्यही हो। अब लिपिड र प्रोटिन भोलि आएर आएको। भोलि चाहिँ बायोकेमिस्ट्रीलाई सकाउँ होइन। भोलि बायोकेमिस्ट्री सकाएर अनि भोलि बायोकेमिस्ट्री सकाएर अनि अर्को चाहिँ कुन सब्जेक्ट भन्दाखेरि प्याथो, अनि त्यसपछि अर्को चाहिँ माइक्रो। भोलि प्याथो र माइक्रो पनि स्टार्ट गर्नुपर्छ किनकि मलाई माइक्रो सजिलो लाग्ने भएर मैले माइक्रो त्यस्तो राम्रोसँग पढेको छैन। त्यो केही त हुँदैन माइक्रोमा, एकछिन पढे सकिहाल्छ। त्यही भएर भोलि माइक्रोलाई राम्रोसँग पढ्नुपर्छ अनि प्याथो पनि राम्रोसँग पढ्नुपर्छ। प्याथोमा चाहिँ भोलि के पढ्ने भन्दाखेरि भोलिको प्लान भन्दा आज त्यही हो। अहिले चाहिँ के गर्ने भन्दाखेरि अहिले मैले आरएनए र डिएनए पढ्ने, डिएनए र आरएनए ट्रान्सक्रिप्सनको प्रोसेस त्यही हो है त। So yes guys, right now I am studying. Yes guys, right now so guys, yes, right now I am studying pathology
राइट नाउ आई एम स्टडिङ प्याथोलोजी। सो यो प्याथोलोजीको यो टपिक सकेपछि म हजुरहरूलाई भेट्छु। अहिले चाहिँ 9:30 जस्तो भएको छ। 10 बजीसम्म यो टपिक सघाउँछु। अब 2टा टपिक बाँकी छ। यसको मैले पढ्न गएको टपिकमा 2टा टपिक बाँकी छ। त्यो टपिक सकाएर अनि आज चाहिँ कति हो भन्दाखेरि आज चाहिँ 22 गते होइन। टुडे इज 22 अफ मङ्सिर। अनि त्यसपछि अब एक्जाम आउनु चाहिँ आजको दिन छोडेर 2 दिन बाँकी छ है। अनि मैले चाहिँ अहिले प्याथो पढिरहेको छु। अनि त्यसपछि प्याथोमा चाहिँ सेलुलर एडुकेसन सक्यो। अब भनेको चाहिँ के छ भन्दाखेरि अब खाना खाएपछि चाहिँ के गर्ने भन्दाखेरि नेक्रोसिस, एपोप्टोसिस, इन्फ्लामेसन, थ्रोम्बोसिस यति चाहिँ सकेपछि चाहिँ लगभग प्याथो सकिन्छ है। त्यसपछि चाहिँ जानुपर्ने हुन्छ हामी माइक्रोमा। आजको प्लान भनेको चाहिँ छ प्याथो, माइक्रो अनि फिजियो है। प्याथो, माइक्रो, फिजियो यति 3टा सब्जेक्ट आज सकाउनु परेको छ। मतलब माइक्रो लगभग सकिन्छ, फिजियोको चाहिँ स्टार्टिङ हो। त्यो हो प्याथो र माइक्रो चाहिँ जसरी सकाउनु पर्ने हुन्छ। त्यही हो गाइज। अब धेरै टाइम पनि छैन। जति नजिक आयो एक्जाम त्यति नै अब इन्टेन्स हुँदै जान्छ सिचुएसन। तर खोइ जति सिचुएसन इन्टेन्स भयो निन्द्राले छोड्दैन है। निन्द्रा चाहिँ फुल लागिरहेको हुन्छ। निन्द्रा चाहिँ जतिखेर नि 8 घन्टा यस्तो त सुत्नै परेर सुतिरहेकै हुन्छु। खोइ किन हो थाहा भएन। त्यही हो गाइज। अब आई विल सो यु द अपडेट। त्यही हो। अब खाना खाएपछि भेटौँला है त। केटा अब गोइङ टु टेक अ कार्ड है। एडमिट कार्ड लिन सोल्दै बस्छ होइन। अब चाहिँ एडमिट कार्ड लिन गइदिउँ। त्यही हो। चाहिँ 5 बज्यो अनि मलाई चाहिँ लास्ट निद्रा लागेर म अब एकछिन सुत्नेवाला छु। अब एकछिन सुत्छु अनि भेट्छु है त हजुरहरूलाई। माइक्रो चाहिँ लगभग सकिन आँटिसक्यो। अब स्टेलाइजेसन बाँकी छ अनि इम्युनिटीहरू बाँकी छ। तिनीहरू बाँकी छ। मेन टपिकहरू हो त्यो चाहिँ। अब त्यही बाँकी छ। त्यही हो। अब हजुरहरूलाई म उठेपछि भेट्छु है त। सो यस गाइस, इट्स चाहिँ 12 AM। अनि त्यसपछि आजबाट चाहिँ कति दिन बाँकी भयो? आजबाट 1 दिन बाँकी भयो। अब चाहिँ के गर्ने? अब चाहिँ एकछिन सुत्ने होइन। एकछिन हेर्छु। सुत्नु अगाडि हेर्नु त हुँदैन होइन। मोबाइल ल्यापटप हेर्नु हुँदैन। तर हेर्नु पऱ्यो। एकछिन हेर्न मन लागेको छ हेर्छु। अनि त्यसपछि चाहिँ अब भोलि बिहान उठिन्छ। भोलि बिहान चाहिँ अब सबै सब्जेक्ट चाहिँ खल्ला छानिदिने हो, सकाइदिने हो। अनि त्यसपछि सबै सब्जेक्ट सकाएपछि चाहिँ रिभिजन गर्ने हो है। केही छैन। अहिले चाहिँ पुरा यस्तो भइसक्यो। अब यहाँ बेड छ, सुत्ने हो। यो टेबल यस्तै हुन्छ। यो डिएमएस बुक चाहिँ माथि छ। अनि दिस वान इज आवर, लेट मी सो यु आवर एडमिट कार्ड। ओके, दिस वान इज आवर एन्ट्रान्स कार्ड। यो लिएर जाने हो। खै देखाउनुहुन्छ कि हुँदैन? यहाँ देखाउँछु के गरिदिनु होला। के त्यो छ? मेरो नम्बर त छ, के हुँदैन यो नम्बर भएर। म फेमस छु र होइन। अनि त्यसपछि त्यही हो। अब सर आजको चाहिँ सबै लगभग सक्यो। अब एकचोटि चाहिँ अब कहिले भन्दाखेरि 24 गते रिभाइज गर्छु। त्यही हो गाइज। सो यस गाइज आइरहेछ होला नि होइन। सो यस गाइज अहिले चाहिँ बेलुकाको कति बज्यो भन्दाखेरि 10 बज्यो है। अनि त्यसपछि अब मेरो जेनरलको एक्जाम चाहिँ पर्सि छ है। अनि मैले चाहिँ लगभग सबै चाहिँ सकिसक्यो। त्यही नै अलिक कन्फिडेन्स बिल्डअप भइरहेको छैन है। अलिक कन्फिडेन्स बिल्डअप भइरहेको छैन। अब मलाई अलिक पढ्न नि मन लागेको छैन। के भएको खै के भएको अलिक पढ्न नि मन छैन। के हो अब एकछिन यत्तिकै बस्छु। यत्तिकै रिल्याक्स आनन्दले बस्छु। अनि त्यसपछि चाहिँ अब निन्दा लाग्यो भने सुत्छु, नत्र चाहिँ फेरि पढ्छु। त्यही हो। केही चलिरहेको छैन। त्यस्तै हो। एक्जाम्पल कार्टुन भनेर त्यस्तै नै हुन्छ है। त्यही हो। अब
जति पढेको छ त्यति पढेको छ, राम्रै पढेको छ त्यो लेखिन्छ। अब जति पढेको छ त्यो लेखिन्छ। अब कोहीसँग नपढे आयो भने त के गर्नु, लेख्न चाहिँ जब कुरा लेखिन्छ। त्यही हो गाइज। अब सिधै एक्जाम सकिएपछि होइन भोलि भेटिन्छ कि नत्र सिधै एक्जाम सकिएपछि भेटौँला है त। यस केटा हो, भोलि बिहान चाहिँ इक्जाम छ होइन। अनि अहिले चाहिँ 10 जति बजेको छ। भोलि बिहान चाहिँ इक्जाम चाहिँ 10 त बज्छ जस्तो लागेको छ। यो लामखुट्टे आएर ल्याङ भइसकेको छ नि यो लामखुट्टे। मऱ्यो अनि भोलि चाहिँ मेरो इक्जाम छ। अनि अहिले चाहिँ 10 बजे जस्तो लागिरहेको छ। मेरो घडी कहाँ गयो, त्यति नै बजिरहेको छ, धेरै बजेको छैन। अनि त्यसपछि अहिले चाहिँ हाम्रो पढाइ मेरो चाहिँ रिभिजन लगभग सकिसक्यो होइन। अब रिभिजन गरिन्छ अनि सुत्ने हो। निन्द्रा लागेको छैन, निन्द्रा नलागेसम्म पढ्छु, निन्द्रा लागेपछि चाहिँ सुत्छु। अब चाहिँ पढेपछि निन्द्रा नलागेसम्म पढेपछि त अब भोलि बिहान अलिकति ढिला पनि उठ्न पऱ्यो। अनि यो चाहिँ यो कुराहरू चाहिँ हाम्रो सिनियरले दिनुभएको हो होइन। चक्लेट छ आज चक्लेट हो होइन। चक्लेट पाएको छ खाएको छ चक्लेटै धेरै खाइसक्यो। पुरा मेरो लस पनि चक्लेट भइसक्यो। त्यही हो गाइस। अहिले चाहिँ एनाटोमी रिभाइज गर्दैछु सर ल्याएर होइन। एनाटोमी रिभाइज गर्छु अनि सर एकछिन बायोकेमिस्ट्री हेर्छु। अनि त्यसपछि चाहिँ फेरि एक लट भ्याइन्छ भने अर्को एक लट रिभिजन गर्छु। त्यही हो गाइस। अब चाहिँ भोलि सिधै एक्जाम दिइसकेपछि भेटौँला है त। त्यही हो। सो यस गाइज इट्स 10:30। त्यो पछाडि चाहिँ डन्च चाहिँ इट्स 10:30 राइट नाउ होइन। अनि अहिले चाहिँ के हुँदैछ, मेरो फार्माको रिभिजन हुँदैछ। फेरि फार्माको रिभिजन गर्दैछु सर र। अनि त्यसपछि भोलि बिहान उठेर चाहिँ के गरिन्छ त, भोलि बिहान चाहिँ प्याथोलोजीको मेन पोइन्टहरू हेरिन्छ, बायोकेमिस्ट्रीको मेन पोइन्ट हेरिन्छ, एनाटोमीको मेन हेरिन्छ सर र। 3 घन्टामा सबै मेन हेरिन्छ अनि गइन्छ। अनि त्यही हो। के हुँदैछ भन्दाखेरि अहिले चाहिँ केही भइरहेको छैन, त्यही फार्माको गइरहेछ। त्यस्तो केही आत्या पनि छैन है। अब त्यही हो। भोलि अब क्वेसन चाहिँ मैले पढेकै आउँछ मलाई थाहा छ होइन। मैले पढेको क्वेसन आइहाल्छ, नपढेको क्वेसन त आउँदैन। त्यही हो गाइस। कन्फिडेन्स यतिको चाहिँ हुनुपर्छ। एङ्गल यहाँ राख्दा कस्तो हुन्छ, एङ्गल कतिको हुन्छ हुँदैन है लाइटले गर्दा। अरू चेकिङ द एङ्गल है, केही हुँदैन। मलाई यहाँ राखेर गर्ने बानी छ है। मलाई अलिकति यसरी राख्नुपर्छ। यसरी राख्दा मेरो हात दुख्छ कि, यसरी राख्दा मेरो हात दुख्ने हुन्छ है। यसरी राख्नुपर्ने हुन्छ, यसरी राख्दा मेरो हात दुख्छ। खै म के गरिरहेको छु, मेरो भोलि एक्जाम छ। ओके आई एम गोइङ, बाई। के हो। सो यस गाइस, एक्जाम कस्तो गयो त। एक्जाम चाहिँ त्यस्तो राम्रो गएको छैन। त्यही हो। अब आजबाट अर्को एक्जामलाई पढ्नुपर्छ। त्यही हो। अब अर्को भ्लगमा भेटौँ है त गाइस। पिस आउट।
एक्जाम्स भने यस्तो राम्रो प्रेसरले गर्नुपर्छ भोलि चाहिँ मेरो एमएससी न्युरोको एक्जाम छ अनि मेरो चाहिँ यस्तो रिभिजन राम्रोसँग भइरहेको छैन भर्खर माइक्रोको एमएसके सक्यो अब माइक्रोको न्युरोहरू जानु पऱ्यो है मैले 2030सम्म भ्याउँछु भनेको थिएँ अहिले कति भयो 216 भइसक्यो 230सम्म माइक्रो सबै भ्याउँछु भनेको थिएँ 216 भइसक्यो राइट कसरी भ्याउनु अब माइक्रोको न्युरो हेर्छु एकछिन अनि त्यसपछि अरू सब्जेक्ट हेरौँला है त सो यस गाइस आज चाहिँ हाम्रो लास्ट एक्जाम थ्योरीको अनि डिएमएसको एक्जाम छ प्रिपेरेसन ठिकै ठिकै छ होइन एक्जाम राम्रो होस् त्यही हो अब एक्जाम सकिन्छ न्यु ब्लगमा पोस्ट हालिदिन्छु है अनि त्यसपछि चाहिँ के हो भन्दाखेरि म एन्डिङ गरौँ है सो यस गाइस यो ब्लगको लागि यति नै अब अर्को ब्लगमा भेटौँला पिस आउट